हजुरहरूलाई स्वागत गरे मेरो नयाँ भिडियो एन्ड भ्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म नि एकदमै सन्चै छु। म चाहिँ खानासाना खाइसकेँ। कति अहिले करिब 11 बजे होला भिडियो स्टार्ट गरिरहेको छु। अनि म चाहिँ यहाँ बाहिर आएर भिडियो स्टार्ट गरिरहेको छु किन चाहिँ भित्र नानी सुतिरहेको छ नि त, त्यही भएर हो। नानी चाहिँ यहाँ सुतिरहेछ। यसलाई फेरि ठुलो हल्ला गर्नु हुँदैन, उठिहाल्छ। खानाहरू खुवाएर म चाहिँ सुताइदिएको नानीलाई सरसफाइ पनि गरिसकेँ मैले चाहिँ। अनि म चाहिँ अहिले कहाँ छु भन्ने मेरो फुपूको घरमा यानि कि माइतमा छु। अनि म चाहिँ यतै रुम बस्न थालेको। किन बस्न थालेको भनेर चाहिँ म हजुरहरूलाई पछि भन्नेछु। अनि मैले चाहिँ यहाँ रुमहरू पनि टक्क मिलाएर राम्रो बनाइसकेको छु। यहाँ माथि सिलिङ कपडा लगाएको मैले हजुरहरूलाई भिडियोमा चाहिँ देखाउन पाइनँ। यतिको बाहेक चाहिँ हाम्रो रुम चाहिँ यहीँ किचन खाना बनाउने रहेछ, त्यहाँ सुत्ने भइहाल्यो। पानीहरू राखेको छु मैले। भाँडाकुँडाहरू भरे क्या करिब मेरो दिउँसो काम भनेको चाहिँ लुगा धोएर भाँडा माझेर सकिसक्यो। यहाँ नानी पनि सुताइरहेको छु। अब उठेपछि नानीलाई खाजा खुवाउनु काम छ मेरो चाहिँ। दिउँसो काम भनेको जस्तो इटिकटकहरू बनाउने हुन्छ प्रायः। नानी काम भएपछि केही भ्याइँदैन। नानी उठेपछि चाहिँ केही गर्नु दिँदैन। उसो त जेल जे गरेर गऱ्यो, उठेपछि चाहिँ केही पनि गर्न पाइँदैन। नानी उठ्छ कि भनेर बस्यो क्या, ठुलो बोल्यो भने थाहा पाइहाल्छ फेरि। सुबिका कहाँ गयो भनेको त यहाँ भित्र बसेर ऊ निस्किँदैछ। निस्किनु त आइसक्यो निस्किँदैछ। निस्किनु त कहाँ गयो छोरी भनेको त तँ भित्रमा पसेछ है। निक्लानु छिटो। ओ चकचकी निस्क न बाबा। आउनु त नि, आउनु त नि। मम्मीले तानेन। आउनुहोस्। आउनु त नि, मम्मीले तान्दैन। यो मम्मी हेलो हेलो गाइस भन न। यहाँ बस लु। अनि खेल्दा खेल्दा भित्र पस्छौ। अनि न डोरेमन फोन चाहियो अरे उसलाई। पापासँग बोला लु। खाटमुनि बसेर के राख्दैन चकचकी। कम्ता चकचकी भएको छैन मेरो सुबी। मेरा हामी मामु छोरी चाहिँ नुहाइ धुवाइ गरेर सफा सुग्घर भएर बसिरहेको छौँ अहिले चाहिँ। मलाई मम्मीले भयभरको लुगा सबै लगाइदिनु भएको छ। पापा त्यहाँ फोनमा हुनुहुन्छ नि। सानी कुली यहाँ कुकरमा हाम्रो मासु पाक्दैछ। मासु पाक्दैछ। मासु आज स्याटरडे छुट्टी हो, नुहाउने दिन हो भन न। चकचकी एकैछिन बस्दैन काखमा। यो डन त लिबिर कुदेको छ। मेरो छोरीको चकचक चाहिँ सानो छैन, जोगाउनै गाह्रो छ हौ। अनि साथीहरू आज चाहिँ भ्लगको नेक्स्ट डे। मैले चाहिँ हिजो भ्लग स्टार्ट गरेर त्यतिकै बनाउनु भ्याएन। अनि आज बनाउँदैछु। आज हेर न फेरि अब यस्तो चकचक छ नि मेरो छोरीको। चकचक गरेर अब त मेन गोठालो चाहिने बेला छ अब हेर्नलाई। आरीभित्र लगाइदिन्छु होला म, खालि आली कोटाउँछस्। आजको हाम्रो मामु नातिनीको दिउँसोको खाजा यो चाहिँ चाउचाउ साग लगाएर फ्राई गरेको मैले चाहिँ। पाके पनि सक्यो। मैले चाहिँ रेडी बनाइसकेँ। चिया लखरा रेडी बनाइसकेँ। हाम्रो माम चाहिँ कागा देखाउनुहुन्न अमिलो, त्यही एउटा मैले चाहिँ लगाइदिनु। नानी रुँदैछ माथिबाट फेरि।
यो किन रुँदैछ यो तोर्मी किन रुँदैछ ए खाने नानी माम कहाँ राखिदिउँ आमामी यता त खाने म त अलिकति थोरै छ हौ खोइ त लिएर आउँछु खान्दिँदैन अब खानको लागि मिठोको भाषा बुझ्नेलाई अहिले पिटी दिनु खोसेर पनि खाने भयो हतार खोज्छ भन हल्लिँदै खाने जिउ हल्लाइ होला पो छोराबाट खाँदैछ ए यहाँ ए मामु दिने हस् जाऊ अले खुब खानु पनि तँलाई कहाँ गएको गर्छ बाबु मामलाई भन्छ हिँड्नै भन्छ मामलाई खानु नदिनु भयो न मम्मी ओ हाम्रो गऱ्यौ त न यहाँ हेर्दैछ छोरी न यहीँ खानु न घाँस खुवाउँछ या नटोक्न हौ हात चाहिँ अड्का ठुलो घाँस भयो खान्न पुगो त पुगो अब यहाँ खाउँ त कहाँ भयो डल्ले पछिलाई त कहाँ बस्छ त एक ठाउँ सारा संसार कुद्ने भएर खानु जन्मेको त बधाई पुगो कति बेला आउनुहुने वानी दुई हप्ता आज 2 हप्ता पनि बेसी भइसक्यो कागजले हो यस्तो नमिठो भएछ अलिकति चाहिँ घोटेर निम्की बनाइदिनु भनेको अब घर जानु लाग्यो नि त फेरि त्यतिकै कुहिएर खेर जानुभन्दा त बरु नानी सुतेको दाउ सुतेर हेलोस् न मामतिर खानु अनि म खोर्सानी काटेर राखिसकेछु फेरि खाँदै काँडाको भित्तामा फटा फोहोरतिर खेल्नुलाई खाने नि दाजु जहाँ पायो उहीँ जिउ छोडेर न हाम्रा गर्ने बेबिना
इ अब इ हौ नखाने खाऊ न मिठो भयो अहिलेको केटाकेटी पता किन आउँछ अझै सानो सानो खाने रहेछ न छोरी एक ग्लास न ओहो फालेको धेर खानु हुँदैन खाए आमा गयो अर्को जरा पानी खानु छोरी पानी न सानो न जे पनि खान्छ खानु फोल्डोमा पढ्नु जहाँसुकै पल्टिएर हिँड्छ अझै अझै खाले हिजो आमा छोरी यस्तै खाएको चटपटे हौ ए हामीले मात्र होइन रोशनाको मम्मीहरूसँग खाएको सबैले म एक्लै त कहाँ बनाएर खान्छु त म एक्लै त जाँगा छ बरु म नखाइ सुत्न सक्छु एक्लै त भात त म बिहानकै खान्छु बेलुका खानु त्यति अहिले बिस्तारै खानु खानु न मामको चाहिँ मिठो भएन मिठो भएन लैजाने त तानेर सबै लैजा यो मात्रै खानु छैन नीति भयो हेर त कहाँ गएको अम्मा लु त्यहाँ छोड्छ नानी साइडमा कुकु अचाउ छोरी एकैछिन बस्दै नि रक माछा केटाले यस्तो खर्च फाटमा भात कस्तो खालको खाट काठमा कति हड्डीको प्लेटमा हो यस्तो ठुलो कि सानो ठुलो छ अनि ठिकै हो त नि साह्रै ठुलो होइन योभन्दा अलिक ठुलो होला। कहाँ गएको अनि सजिलै हुन्छ त नि आऊ अरे लुगा धुनु परेन हेर मैले अनि पानी छैन त्यस्तैमा खानु पर्ने माथि आयो कि हाल्थी आऊ 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 बाबा आऊ यता खोल्नु चाहिँ पर्थ्यो अब ठोक्यो अब भरेमा कहाँ जानु यो बोतलबाट यहाँबाट आएको चाहिँ तिर्खा डह्रो मजाले मर्छ क्या यहाँबाट भयो बोतल चाहिँ मलाई कस्तो मन पऱ्यो यताबाट दुईपट्टिबाट खानु मिल्छ एउटा चुसेर खाने एउटा चाहिँ मलाई सजिलो लाग्यो तिर्खा चाहिँ मजाले मजाले पाइँदै खानु पाइन्छ बोतलहरू भयो भने चाहिँ पानी खानु सकिन्छ म चाहिँ भन्नु बिर्सेछु सरी म चाहिँ सकेँ तागाती लाग्यो प्यात्त गर्नु सकेँ आज पनि खाइसक्यो हाम्रो चाहिँ आमामा मेरो छोरी हेर न कहाँ पसिरहेछ मा चाउ मिठो भएन तपाईँलाई मिठै भयो अगाएपछि कहाँ मिठो
एक प्लेट थियो अनि अलिकति खानुहुन्छ अनि के खाइसक्नु त सुबी कहाँ पसेको यता आऊ निक्लिनु सकेन अनि आऊ सरी टाटा भन्दै उले टाटा भने बाबा भन्दै खोइ टाटा भनेको हात मात्र होला टाटा गर्दैछ टाटा टाटा नभन्ने नबोल्ने टाटा भन न टाटा भन त छोरी टाटा भन नि त बाबु बाई बाई मलाई खुस पर्दा मात्र पो भन्छ त फेरि टाटा बाई बाई मेरो छोरी टाटा बाई बाई कहाँ पुग्यो म त यस्तो पो छु त मामी भन्दै हेर्दैन पछि क्वालिटीहरु त राम्रो अमै मुख बिगारेर नि कम्ती बोर लाग्दैन उसलाई अलि दिनमा हेर्नु छोडेछ कम्ती अल्छी नै छैन हौ टाटा गर नि छोरी भनेको मान्दैन मान्छे 200 ग्राम जान्थे किन रिस उठेको बाबा तिमीलाई ऊ माम हेर न मेमे मामलाई बोलाउनु टाटा 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 छुच्चै नानी छुच्चै मेरो छोरी एउटा के खायो टाटा बाई बाई टाटा बाई बाई खुसी भयो ल टाटा बाई बाई टाटा भने बोर लागिरहेछ उसलाई आज अनि कति रिस उठेको हो तिमीलाई चाहिँ रिसिया लु पापा सेकेन्डमा चाहिँ खानु पर्दैन होला दुध चाहिँ पापा सेकेन्डमा चाहिँ कसले दिन्छ हो एक मिनटमा चाहिँ छिनछिनमा टाटा छोरी बाई बाई छोरी बाबासँग बोल्नु पर्दैन फटा बोल्छु नि म टाटा छोरी मामलाई टाटा भन्दै हुनु टाटा सुबिका बाई बाई छोरी बाई बाई कति भनिदिनु भएको मलाई वाका राखिसक्यो भन न टाटा बाई बाई टाटा बाई बाई हेलो टाटा बाई बाई भन न म यता छु है लाते पर्न आँट्यो अब खाजा खाएर ढाली गयो अब माम खानु कति बेला हो बेलुका राति अब भात खाइ होला जस्तो छोइया बुढी अगाइहाल्यो कसले खान्छ भात अहिले खाइहाल्छ सुबिकाले खाने म त खान्न आज भोकै लागेको थिएन पनि खाजा खाइयो 2-3 दिनमा साकै दिन्छ सम्मान खायो 4-5 साक कतिको खायो अस्ति त अनि 2 जनाले हो नि त यो चोटि त 4 जनाले बाडेको अझै 2 जनाले यो 4 जनाले 100 रुपियाँको पर्यो अझै 2 जनाले बाडेको होइन आनी र रोशनाको मम्मी आमाले अनि परेलदाको खाएको पनि छैन माथि फ्रिजमा लगेर राखिरहेछ नि हड्डी खोटिदिएको छु भाइ बुढाको पैसाको अनि आजलाई भिडियो यति नै साथीहरू भेट्नुपर्छ अर्को नेक्स्ट भ्लगमा भन्दै आजको भिडियोलाई अन्त्य गर्छु बाई बाई टेक केयर